दुर्गा माताजी साग छ तपाईँको दुर्गा माताजी पञ्चमुखी हनुमानजी बाबा यो भनेको चाहिँ महाभारतको कुरो हो नि त रामायणको कुरो होइन यो अर्जुन उपदेश हनुमान जहीँ पुग्नुहुन्थ्यो नि त त्यो चाहिँ सुग्रीव बालीजी अयोध्यामा थियो पर भोलिभेट देख्न पाइन्छ अब अहिले त्यो देखाएन उताबाट हो त्यहाँ थियो त भित्र जयो आपदामुपहर्तारं दातरं सर्वसम्पद लोकाभिराम श्रीराम भूयो भूयो नमामि आमा उहाँ लेखाउनु अहिले अहिले नचढ्नु कि त्यहाँ लेखाइदिनु त्यहाँनिर 50 लेखाइदिनु जान्छ देवी प्रपन्नादि हरे प्रसिद्ध प्रसिद्ध माता जगतोऽखिलस्य प्रसिद्ध विश्वेश्वरी पाहि विश्वं तमेश्वरी देवी चराचरस्य मेरो भित्रलाई अलिक कष्ट हुँदैछ देवमाता तर दुष्ट पारेर वृन्दावन घरसम्म पुऱ्याइदिनु काम यो सालो केटो छोरोसम्म मान्नुहुन्छ भने मन गाउँसम्म मान्छ मेरो भविष्यको बाउमाले बिग्रेर गाउँदिने त चट्ट निको पारेर ल भगवान् सुआशीर्वाद माग्यो यहाँनिर दुर्गा माताको दर्शन गरिसकेँ मैले पञ्चमुखी हनुमानजी पाँचमुखी हनुमानजी है कान्छा त्यस्तै प्रकारले अब हेर्नुहोस् यहाँ साक्षात् हेर्नुहोस् हामी भीष्मपितालाई प्राचीन श्री भीष्मपिता बाण शय्यामा परिरहनु भएको छ मन्दिर यहाँनिर सबैले यो भीष्मपिताको जसरी शय्यामा पर्दाखेरि 6 महिनासम्म शय्यामा परेर अन्तिममा खुन सकिएपछि युद्ध विराम भएपछि खुन सकिएपछि मेरो खुन सकियो पानी भन्दाखेरि भगवान अर्जुनजीले फेरि मलाई पानी यो गरेर पानी पिलाएर मलाई दिएको छ यहाँ खासै चाहिँ नगर्नु भन्दो रहेछ तर पनि मैले एउटा अवसरमा श्री राम दरबार हेर्नुहोस् यहाँ राम सीता लक्ष्मणजी प्रत्यक्ष साक्षात् दरबार यहाँ हेर्नुहोस् है अब यहाँनिर हेर्नुहोस् है गङ्गा माताजीले हेर्नुहोस् है भीष्मपिताका माता भीष्मपिताका आमा गणेशजी पार्वतीजी गङ्गा माता यहाँ दिव्य सान भगवान्जी हुनुहुन्छ यसै गरेर राधा कृष्ण भगवान् हुनुहुन्छ जय जय यहाँ देखौँ